अ डे इन माई लाइफ न्यू इयर एडिसन। म चाहिँ आज बिहान 6:30 उठेँ किनभने मेरो मर्निङ ड्युटी थियो। मलाई उठ्न मन थिएन तर नि उठेँ। उठेर चाहिँ मैले केसर वाटर खाएँ। त्यसपछि आई ब्रस माई टिथ अनि लन्च लैजानलाई मैले आलुको भुज्री बनाएँ। मैले नुहाएँ र हेयर ड्राई गरेँ। त्यसपछि मैले स्किन केयर गरेँ छिटो छिटो गरेर। सनस्क्रिन चाहिँ नभुलौँ है साथीहरू। र म रेडी भएर जान निस्केँ। मैले मेरो कुरा सुनाएँ, म पठाउमा गएँ भनेर। त्यहाँ पुगेर छिटो छिटो गरेर म रेडी भएर आइसियु गएँ। त्यहाँ सबैलाई हामीले न्यू इयर विस गऱ्यौँ र आफ्नो आफ्नो काममा लाग्यौँ। वी ह्याड स्मल समोसा पार्टी टुडे। त्यसपछि म इभिनिङलाई ह्यान्डओभर दिएँ। रेडी भएर चाहिँ बाहिर रानीपोखरी घुम्नलाई निस्केँ। आज न्यू इयरमा रानीपोखरी खोलेको रहेछ। म गएँ, म एक्लै घुमिरहेको थिएँ त्यहाँ फनी तर पनि मलाई यस्तो रमाइलो लागिरहेको थियो, यस्तो पिसफुल भइरहेको थियो। गाइज यु मस्ट ट्राई वान्स एक्लै हिँड्नलाई। अनि मैले दही पुरी खाएँ, मलाई एकदम क्रेभिङ भइरहेको थियो। इट वाज सो टेस्टी। म बसन्तपुर गएको एकदमै भिड थियो। मैले मेरो लागि फुल किनेँ अनि म हिमालयन जाभा गएँ। मैले त्यहाँनिर कोल्ड कफी र ब्लुबेरी चिज केक मगाएँ। अचल मेरो चिज केक चाहिँ एकदम फेभरेटै भएको छ होइन। म फर्स्ट टाइम क्याफेमा एक्लै बसेर खाइरहेको छु तर मलाई रमाइलो लाग्यो। अनि मैले एकछिन बुक पढेँ। मैले अस्ति ल्याएको यो बुक पढ्नै पाएको थिइनँ। इट वाज सो पिसफुल। त्यसपछि डाक्टर अक्षय आउनुभयो अनि उहाँ र म एक राउन्ड बसन्तपुर लायौँ। त्यसपछि हामी छुट्यौँ। आजको दिन ओभरअलमा एकदम रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ।